हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ हाम्रो यो सानो भाउजू कान्छी भाउजू र सानो दाइको चाहिँ नि आफ्टर 20 इयर्स पछि चाहिँ सबैजना भएर सुपारी साट्दैछौँ आज दिवाली पूजाको दिनमा। अनि सुपारी साट्दा चाहिँ यस्तो गर्नुपर्दो रहेछ, हामीलाई चाहिँ थाहा थिएन, फर्स्ट टाइम हो। हजुरहरूकोतिर कस्तो छ चलन यसो हेर्नु होला, हाम्रो भन्नु होला। हाम्रो चाहिँ नेवार चलनमा चाहिँ यस्तो छ होइन। पहिला पनि बिहे भइसक्यो नि त, फेरि अब सबै फ्यामिलीहरूमा चाहिँ सुपारी साट्नुपर्छ अरे। सो दाइले चाहिँ अब सिन्दुर हालेर पोते लगाइदिँदैछन्। ल हाम्रो चाहिँ यहाँ टर्न बाई टर्न रमाइलो पनि हुँदैछ। खुट्टा ढाक्दैछिन्। अब यसपछि चाहिँ यिनीहरू चाहिँ अलमल्लमा परेका छन्। अब चाहिँ हाम्रो यहाँ टर्न बाई टर्न सबैसँग पालो सुपारी साट्छौँ अनि हामी भोज खान्छौँ। अनि हाम्रो दिवालीको भोज र दाइ भाउजूको सुपारी साट्ने भोज चाहिँ एउटैमा सकाइदिए। यति लोभी भएको छन् कि के गर्ने, एउटा भोज पनि दिँदैनन् लोभीहरू। चाहिँ मेरोमा सासू पछि अर्को सासू कान्छी सासू भन्नाले उहाँ दाइ भाउजूको चाहिँ आफ्नै आमा हुनुहुन्छ। उहाँ चाहिँ यहाँ पहिला चाहिँ मेरोमा हुनुहुन्छ, ठुली आमा उहाँ उनीहरूको चाहिँ यो उहाँ चाहिँ सासू आमा। 50 रुपियाँ दिएर बुहारी भित्राउँदै छिन् बिचरा। अब उहाँ चाहिँ हाम्रो कुलको जेठो दाइ। त्यसपछि मेरो दाइको पालो। हि इज माई बिग ब्रदर काले। ल सुपारी साट्दाखेरि चाहिँ पैसा पनि कमाइदो रहेछ है साथीहरू। तपाईँहरूकोतिर के छ चलन? उहाँ चाहिँ हाम्रो रमेश दाई, मेरो दाई पछिको अर्को दाई। अनि हाम्रो हरि दाई। अनि हाम्रो चाहिँ यो काले दाजु मदन हरि दाई हुनुहुन्छ। त्यसपछि काले दाई आयो, मदन काले। अनि यसरी नै सबैले रमाइलोका साथ नामले बोलाउँछौँ होइन। अनि त्यसपछि चाहिँ मेरै पालो जस्तो लागिरहेछन्। अब म चाहिँ भाउजूलाई भित्राउँदैछु घरमा। ल ठिकै छ साथी, अब यसमा हेर्दै गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला। थ्याङ्क यू।